वेल प्रोभर्ब्स 6 अध्यायको 6, 7, 8 वचनलाई हेर्नेछौँ। यहाँनिर वचनमा भनेको छ, हे आलसी कमिलाहरूतिर जाऊ, यसको चालचलन विचार गर अनि बुद्धिमान बन। कमिलालाई हामीले हेऱ्यौँ भने दे कन्स्ट्यान्टली वर्किङ हुन्छ नि, एकदमै हार्ड वर्किङ हुन्छ। सानो सानो देखा पर्दा पनि उनीहरूले ठुल्ठुलो कुरोहरू बोकेर जाँदै गरेको झुन्डमा हामीले देखेको नै छौँ। दे नेभर वेस्ट टाइम, दे किप अन वर्किङ हार्ड। अनि आज यहाँबाट लेसन के पाउँछौँ भन्दाखेरि चाहिँ गडले पनि हामी प्रत्येकलाई हार्ड वर्क गरिरहनु भनेर सन्देश दिइराख्नु भएको छ। अनि कहिले पनि काम गर्नको लागि नलजाउनु, नहिचकिचाउनु र लेजी नबन्नु, आलसी नबन्नु भनेर परमेश्वरको वचनले हामीलाई भन्दछ। काम सानो होस् वा ठुलो, निष्ठापूर्वक गर्नुपर्छ। अनि हामीलाई कमिलाले डिसिप्लिनका कुरा पनि सिकाउँछ। आज कमिलाहरूको कसै प्रकारको कमान्डर हुँदैन, उनीहरूले कसैले आदेश पनि दिनु पर्दैन, तर पनि उहाँले फोकस गरेर आफ्नो काम गरि नै रहन्छ। आज हामीले पनि यसैले नै कसैले हेरेको बेला या नहेरेको बेलामा पनि त्यस्तो अवस्थामा पनि सही काम गरिरहनुपर्छ। इमान्दारपूर्वक आत्मअनुशासन हुनु जरुरी छ। अनि कमिलाले चाहिँ फ्युचरको लागि अघिबाट नै सामानहरू जुराएर उनीहरूले स्टोर गरेर राख्छ। अनि यो कुरोले हामीलाई के सिकाउँछ भन्दाखेरि चाहिँ कमिलाहरूमा चाहिँ त्यो युनिटी छ। अनि उनीहरूले चाहिँ टिम वर्कमा काम गरिरहेको हुन्छ, उनीहरूले ठुल्ठुलो लोड्सहरू क्यारी गरिरहेको हुन्छ, एकअर्कालाई सपोर्ट गरिरहेको कुरा हामी देख्दछौँ। अनि यहाँनिर एकता र शक्तिका कुरा हामी देख्दछौँ। अनि त्यसरी नै परिवारमा होस्, मण्डलीमा होस्, समाजमा होस्, मिलेर हामीले काम गर्नुपर्छ भन्ने कुरा परमेश्वरले एन्ट्सलाई लिएर हामीलाई इक्जाम्पल दिइराख्नु भएको छ। कमिलाले जिम्मेवारी सिकाउँछ है। हरेक कमिलाले आफ्नो काम राम्रोसँग गर्छ। आफ्नो जिम्मेवारी आफू लिनु पर्छ, अरूमा निर्भर नबनौँ। साँच्चै नै समटाइम्स हामीलाई कसैले यो काम गर भनेर इभन हाम्रो फ्यामिली या चर्चबाट दिन्छ भने त्यो कुरोलाई निष्ठापूर्वक हामीले गर्नुपर्छ। बी वाइज, लर्न फ्रम द एन्ड्स, वर्क हार्ड, स्टे रेडी एन्ड ट्रस्ट गड।